विशेष रूपमा लोकतान्त्रिक गणतन्त्रको स्थापनाको मूल मकसद के थियो भन्दाखेरि राज्यको पुनर्संरचना। राज्यको पुनर्संरचना भनेको महिलाको कोणबाट, दलितको कोणबाट, जनजातिको कोणबाट, मधेसीको कोणबाट र आम रूपमा चाहिँ जो उत्पीडित छन् उनीहरूको कोणबाट राज्यको पुनर्संरचना गर्नु जरुरी थियो भन्ने कुरा हो। त्यसको हिसाबले त्यो मकसद पुरा गर्नको लागि आन्दोलन भएको थियो र त्यसको नेतृत्व कर्ताहरू चाहिँ सरकारमा गएका छन्, राज्य सञ्चालनमा गएका छन्। उनीहरू अहिले के देखिएको छ भन्दाखेरि त्योभन्दा भिन्न, त्यो खालको मूल्य मान्यता र मागभन्दा भिन्न ढङ्गले उनीहरू चाहिँ शासन गरिरहेछन्। आसेपासेलाई पोस्ने, त्यसपछि आसेपासे एक खालको पुँजीवादलाई चाहिँ विस्तार गर्ने खालको काममा लागिरहेछन्। त्यस हिसाबले र त्यसको लागि के भन्दाखेरि विशेष रूपमा अहिलेको गणतन्त्रभित्र पनि दलतन्त्रभित्र पनि अझ नेतातन्त्र स्थापना गर्न खोजिरहेछन् र काम गरिरहेछन्। त्यो चाहिँ आम मान्छेको लागि स्वीकार्य छैन र सचेत खालका नागरिकहरूलाई स्वीकार्य हुने कुरै भएन। र त्यसको लागि पनि के भन्दाखेरि आम मान्छेहरूले प्रश्न उठाउनु पर्ने, सडकमा, पार्टीभित्र जहाँ छन् उनीहरूले त्यो विषय विरुद्ध चाहिँ आवाज उठाउनु पर्ने जरुरत छ। र त्यसको लागि चाहिँ फेरि पनि म के आह्वान गर्छु भन्दाखेरि हामी तपाईहरु जहाँ हुनुहुन्छ प्रश्न गर्नुहोस्। नेताहरूको विरुद्ध, नेताहरूको व्यथिति विरुद्ध र अर्को चाहिँ मूल रूपमा चाहिँ उनीहरूले चलाइरहेको जुन खालको चाहिँ मनपरी तन्त्र छ त्यसको विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता बलियो रूपमा स्थापित हुँदैछ जस्तो लाग्छ।